हेलो एभ्रिवान सबैजनालाई लक्ष्मी ग्रिनको तर्फबाट। अनि आज चाहिँ हामीले मोमो खान गएको। अब मोमोको रेसिपी हेर्नु होला कस्तो हुन्छ। खासै बनाउन त आउँदैन मलाई हैन, बेल्दा पनि नेपालको नक्सा जस्तो हुन्छ, अनि खासै बटार्न पनि आउन, मोमोको त्यो कस्तो राम्रो बुटा भर्न आउँदैन मलाई चाहिँ। अनि ब्याकग्राउन्डमा चाहिँ कति धेरै कुकुरहरू गरिराखेको छ, किनकि मलाई चाहिँ आदत भइसक्यो यहाँको, त्यही भएर खासै कराए जस्तो चाहिँ लाउन्न। हजुरहरूलाई चाहिँ डिस्टर्ब भयो होला। ओके, अब हेर्दै जानु के हुन्छ है त। मैले चाहिँ पिठो मुस्दैछु, अब हेरौँ कस्तो हुन्छ। मलाई खासै मोमो बनाउन त आउँदैन, कति पिठो लाग्छ पनि थाहा छैन है। अब यति धेरै मुसेछु 2 दाना मात्रै। हेर्दै जानु है त कस्तो हुन्छ है। यतिको रेडी चाहिँ भयो पिठो। अब योभन्दा मस्काउन पनि सक्दिनँ मैले, अब पुरा नआएर गर्नुहुन्छ। यो चाहिँ चटनीको लागि टमाटर, लसुन, खुर्सानी, सुकेको हरियो, अनि त्यसपछि धनियाँ, अनि यो चाहिँ अरे यसरी काट्नुपर्छ अरे आधी आधी, अनि मात्रै पिरो हुन्छ अरे। यो हाम्रो चिकन मोमो, मोमो मसला, नुन, अनि यो चाहिँ लसुनको पेस्ट, यो चाहिँ पियाज। हाम्रो चटनी चाहिँ पकाउँदैछु मैले। यसरी मजाले पकाउनुपर्छ। टमाटर सबै अघि देखाइदिएको थिएँ। दुश्मन हेरेको हेरे, दुश्मन हेरेको हेरे। यतिको दुःख त गर्नै पर्यो नि बुढीको युट्युब च्यानलमा। क्यामेरामै छे उ पुस्नु न फोनमा। छिटो गरौँ न, भयो भयो। हेलो सबैजनालाई, हामी चाहिँ आज मोमो बनाउन आएको, चिकन मोमो। मोमो मोमो मेरो हातको आयो कहाँबाट आयो? आयो यहाँ आउनु न तपाईँ, आउनु न। लजाउती छ कि मेरो बुढा चाहिँ, लजाउती। खै तेल दिनु मलाई, यहाँ उ गर्ने कत्रो कत्रो बनाउने। अस्तिको ठुलो भयो, यो ठुलो भयो भनेको, यो डल्लो ठुलो भयो। यति चाहिँ ठिकै होला नि। तपाईँले गोलो बनाइदिनु नि त नि, मलाई अलि आउनु कि गोलो बनाउनु। म चाहिँ बेल्नु यस्तरी बेल्नु नै आउनु। अब के आयो मेरो अन्तर्राष्ट्रिय बेइज्जत हुने भयो नेपालमा नक्सा। ए हरे शिवराम, खतम भन्दै भन्दै बुढा। एउटा थाल पनि ल्याउनु न, यो राख्ने। गोलै हुन्न न, अनि के अनि यो फर्स्ट ट्राई हो नि त। अब यस्तो तन्काइ गोल बनाइदिन्छु मैले त। अस्ति त कस्तो मजाले भएको थियो कि त्यहाँ दाइ घर पूजाको दिनमा। के भयो छैन। तपाईँले यहाँ आउनु न, मोमो बनाएको देखा म कस्तो रहेछ तपाईँ। आउनु न छिटो। एसीमा टोक्ने, स्यालले कुखुरा बोक्ने।
मलाई पनि सजिलो हुन्छ भनेर नि मोमो बनाएर देखाइदिनु नि कस्तो बनाउँदो रहेछ सेफ भन्छ चेफ भन्छ मोमो मेकर होइन बोल्नु न हौ तपाईँ त कस्तो लजाउने बोल्दा के बोल्नु मैले चिन्न आइरहेको हे दे आयो म त मर्छु होला हौ अनि पसिना चाहिँ किन आउनु पर्यो नि आइ के गर्नु भयो गर्मी भयो छ र हो पानी परेको थियो दिउँसो एकछिन अरे दादा परेन त होइन सिमसिम परेर फेरि घाम लाग्यो मैले कपडा त एकचोटि उठाएर फेरि सुकाएर फेरि सुकाएको बाक्लो भयो क्या है ठिकै छ ठिक छ उता देखाइदिनु न म बनाएर कसरी बनाउँदो रहेछ टाढा छ नि त 0.5 मा हिजोको त्यो दिइहाल्छ नि कहाँ देखिन्छ हौ इ मोमो इ हेर्नु होला इ भन्नु मोमो रेसिपी किन देखाइहाल्यो अब चटनी पिस्न छ हामी चाहिँ घरमा 2 जना मात्रै हो के भन्छ स्मल फ्यामिली हुन्छ नि स्मल फ्यामिली हो हामी चाहिँ अनि आज चाहिँ हामी के खाम भएर मोमो खान लाग्यो बुढाले लेग साइड नगएर पोल खोलिदियो लेग साइड लैजानु भनेको लानु भएन त्यही भएर यहाँ आफैले मोमो बनाएर खुवाउँदै हुनुहुन्छ मलाई चाहिँ हो कि होइन हो हजुर नि कस्तो पोक खानु मन लाग्छ नि त पोकको मोमो बन्द भइसकेको मेसिन बन्द गरिदियो अरे मेसिनको धुनालाई झिकिसिक्यो होला कि अलिक ढिलो भएछ 5-10 मिनट तपाईँ डिस्कस गर्दै बसेर हो कि नभए त पर्दैन 5 मिनटमा त 5 मिनट भने 10 मिनट ठिकै छ अब चिकन मोमै खाना लेखेरै छ भाग्यमा के गरौँ मैले अन्त बेल्दा त कहिले त कस्तो हुन्छ नि यो चाहिँ किमा यस अलि धेरै धेरै हाल्नु ल कहाँ धेरै हाल्ने धेरै हाल्नु भने हो र ठुलो ठुलो खाने क्या ठुलो ठुलो यो यस्तो बनाउने यस्तो 1 2 3 4 5 6 8 9 10 ला गोलोमा बनाउनु भएको वाउ मोमो राम्रो हो कि मान्छे राम्रो हो कि बनाउने मान्छे राम्रो हो कि को राम्रो हो यस्तो बनायो भने सजिलो हुन्छ चाहिँ नेपालको नक्सा त नहुने गोलो गोलो हुन्छ होइन के गर्नु गाइस मेरो बुढा धेरै बोल्दैनन् बोल्नु हुँदैन बोल्दैनन् भनेछु मैले सरी मेरो बुढा खासै बोल्नुहुन्न म बोल्न सिकाउँदैछु बिस्तारै बिस्तारै अरू भिडियोहरूमा चाहिँ बोल्ने बनाउँछु म अहिले चाहिँ फर्स्ट टाइम भएको भएर फर्स्ट होइन हाम्रो यो 3rd भिडियो होइन पुरा गोर्खा गएको बन्दीपुर गएको भिडियो छ अनि हामी बिचमा रोकियौँ किन रोकियो मलाई पनि थाहा भएन खासै बनाउन नि आएन स्ट्यान्ड पनि हरायो कहाँ हरायो थाहा छैन अहिलेसम्म दिमागमा सोचै आएन कता हरायो भन्ने कुरो त्यही भएर अहिले चाहिँ हामी बडो मुस्किलले यस्तो खतरा तरिकाले मोबाइल लगाएको छु यो हामीले मात्रै थाहा छ कतिचोटि पल्ट्याङ खायो मोबाइल कतिचोटि पल्ट्याङ खायो भन्ने कुरो थाहै छैन गाह्रो छ भ्लग बनाउन गाह्रो छ के गर्नु गाइज यस्तै छ कस्तो रुगा लाग्यो जस्तो भयो मलाई हिजोदेखि त्यो बसको ट्राभल गरेदेखि गाउँरुङ उफ्रेर
काठमाडौँ पोखराको बाटो हिँड्दिनँ होला नभनेसम्म। कस्तो अप्ठ्यारो पनि बाटो, अप्ठ्यारो भन्दा नि झन् बनाउँदै खायो क्या, घरि दायाँ मोड घरि बायाँ मोड एकदम हुन्छ। उयो पिठो लिनु न एकखेर। मजा लागिरहेको छैन मोमो बनाउनु पाएर। यस्तै मिठो मिठो मोमो पकाएर खुवाउनु सधैँभरिलाई। ओके ल बनाउनुहोस् हजुर। कसरी बनाउने? 1 2 3 4 5 6 7 8 9 कस्तो भयो भाइ छि। हाम्रो आधा केजीको मोमो चाहिँ यति भयो। वाउ वाउ 3 फिट फुल चाहिँ छैन। यो चाहिँ मैले बनाएको है गाइज, किनकि मलाई बनाउन आउँदैन। हाम्रो चाहिँ यहाँ मोमो पाक्दैछ। वाउ आइ एम सो एक्साइटेड मोमो खानलाई। वाउ मोमो झिक्न नि डर लाग्नु। वाउ यो चाहिँ हाम्रो 160 को भाँडा हो, अहिले चलेको भाइरल। चटनी मोमो। वाउ राम्रै छ। वाउ कस्तो लागिरहेछ? दामी हो मलाई पनि हाल्छु। अझै थोरै मात्र हाल्ने पहिला। ओके वाउ यम्मी यम्मी मोमो। त्यस तातो होला। दाम भयो। दामी लाग्छ। यसको नै बिर्सेछ हो। पानी दिन न। वाउ मोमो आज त्यो चेस गाइस। रस आयो है भित्र। आज रस आयो है। तेल हालेको भएर। एकछिन अनि फ्रिजमा नि राख्यो नि त हामीले। नले ठिक भयो। चर्को हुनु लाग्छ ठिक भयो। मैले जहिले पनि अगाल्छु कि नुन तपाईँले हुँदैन नि। ठिकै भएछ भनेको मिठो भएको छ। यो त कस्तो सिमोमा जस्तो देख्छ। ठुलो है। ठुलो बनायो हेर्नु। यस्तो खानु मन लाग्थ्यो ठिकै भयो। मोमो खानु व्यस्त गर्छ। यो चाहिँ मेरो सेकेन्ड लट। यो चाहिँ 160 को भाँडा हो गाइस। यस्तो राम्रो छि खाने बेलामा। यो चाहिँ जुस के अरे फ्रुट जुस। मन्जु घरको
मोमो जस्तो टेस्ट आएछ उसको त जिरा हाल्छ नि त मैले त मन्जु दिदीको र यहाँ घर बनाएर मात्रै खाने हो कि मन्जु दिदी सन्जु दिदीको घर हो अन्त त खानु मैले मन्जु दिदी सन्जु दिदी हेर्नु मोमो तपाईँहरूकोमा खाना आउनु नभ्याएर यहाँ घरै बनाएर खाइछु बिजी मान्छे भएर एकदम बिजो त थकाली मोमो छुट्टै हुन्छ नि है टेस्ट क्या यो थकाली होइन होइन हौ त नि त्यही त भनेको उसलाई थकाली भनेन अनि मेरो बुढा चाहिँ थकाली हो थकाली भनेन अरे होइन बोक्रा त झऱ्यो त यस्तो दाम भयो आधा केजी मोमो त सक्छ क्या हो कस्तो भयो भएन क्या भिडै मारिदिन्छ नि आलुवाले भन्छ क्या भयो छैन जस्तो हो गरिमा के साह्रो अर्को हौ घाँटीमा जे खान अड्किन्छ हौ घाँटीमा के हो भुतायो धन्न अहिले कुकुर कराएन बोल्नु पाएँ नि त कुकुर करायो भने कोही नबोल्ने नि हुन्छ यो एरियाको डनहरू बोलेपछि त प्लेट त खाली राम 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 ऊ कुकुर कराउनु सुरु भयो मैले अघि भन्थेँ नि कुकुर कराउनु जानेर खाने बेला को कोलाई पसिना आउँछ यता हेरिदिनुहोस् त ए मान्छेलाई मात्र आउँदो रहेछ पसिना नि यति विधि एभ्रिवान हामीले चाहिँ मोमो खाइसक्यौँ अब भाँडा चम्काउने मस्काउने टल्काउने काम छ त्यो चाहिँ अब गर्छु ओके भिडियो कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट सेयर सब्सक्राइब लाइक गरिदिनु होला है ओके बाई बाई लभ यु अल गाइज